आज मैले फर्स्ट टाइम बेबीको डे भ्लग बनाउँदैछु। सुनौँ हेरौँ ल कस्तो हुन्छ। हेलो सबैजनामा नमस्ते। म हो रियान घिमिरे, 13 मन्थ कम्प्लिट। मलाई चाहिँ एकदम बाहिर घुम्न, बस्न, खेल्न बाहिरै मनपर्छ। घरभित्र केही मन पर्दैन। घरमा एकजना कोही भेट्यो भने मलाई बाहिर लैजानु भनेर सताउनु मन लाग्छ। खेलाउने कुरा थुप्रै छ तर म धेरै खेल्दिनँ। एउटा खेलाउने कुरा 1 मिनेट पनि मैले खेलाएर बस्न सक्दिनँ, किनकि मलाई चकचक गर्न एकदम मन पर्छ। मम्मी बाबाले काम गर्दा डिस्टर्ब गर्न मन लाग्छ। किचनमा गएर भाँडाकुँडा निकाल्नु मन लाग्छ, फ्यालिदिनु मन लाग्छ। भाँडाकुँडा बटुल्दै लिएर हिँड्छु, जे देखेँ नि लिएर हिँडिदिन्छु। मैले त कपडा टोकरीमा राखेको कपडा पनि लिएर हिँडिदिन्छु, किनकि मलाई बाहिर घुम्न मन पर्छ। घरमा किन राख्ने भनेर यो पहाड पनि म ओरदोर गरिरहेछु। यो हो पार्क। उता कुकुर चाहिँ खेलिरहेछ, त्यो कुकुर पनि खेल्ने, म पनि यता खेल्ने भइरहेको छ। यति खुसी भइरहेछु, म यति इन्जोय गरिरहेछु। आज बाबा मम्मीले मलाई पार्कमा घुमाउन ल्याउनु भएको छ। हो यसरी मलाई सधैँ जति बेला नि घुमाउन ल्याए पो म खुसी हुन्छु, खेल्छु। घरमा राखिराख्दा मलाई बोर हुन्छ अनि सताइहाल्छु नि। मेरो कुरा बुझ्दिने होइन बाबा मामुले भनेर सताउँछु। एकदम इन्जोय भइरहेछ। मलाई पार्कमा धेरै कुरा खेल्न पाइरहेछु अनि यो पहाड चढ्न पाइरहेछु। घाँसहरू तानेर फ्याल्ने गर्न पाइरहेछु। सबैजना खेल्नु भएको छ, बाबाले खेलाउनु भएको छ, खेलिरहेछु। खुब इन्जोय भइरहेछ। गाला राता बनाएको छु। गर्मी पनि भइरहेको छ तर मैले गर्मी भयो घर जाउँ चाहिँ भन्दिनँ। लडीकारी भए पनि मैले एकदम गामबाते गरिरहेछु खेल्नको लागि। म चिप्लिटी खेल्छु अनि पिङहरू खेल्छु। एकदम रमाइलो भइरहेछ। म सानो मात्रै हो तर मलाई चाहिँ सबै कुरा खेल्न मन लाग्छ, डुल्नु मन लाग्छ, खानु मन लाग्छ। माम खान मन लाग्दैन। माम चाहिँ म खाइदिन्न, किनकि मलाई माम खान मनै लाग्दैन। अरूहरू यताउता खान मन लाग्छ, माम चाहिँ मैले खाँदिनँ। खाइहालेँ भने पनि मुखमा राखिदिन्छु। मामुसँग हात समाएर के हिँड्नु भनेर हात पनि छोडिदिन्छु। म हिँड्न सकिहाल्छु नि भन्छु। ल यस्तै भएर चाहिँ मलाई डुलाइकारी घरमा लिएर जान लाग्नु भएको छ। ल बाई बाई।